महाकाली सन्धि सम्झौता गर्दा महाकाली बेच्दा यिनै मान्छेले सिग्नेचर गर्नुभएको थियो। यिनी हुन् नेकपा एमालेका नेता देवराज घिमिरे, पूर्व सभामुख, झापा जिल्लाबाट उठ्दैछन् चुनावमा। यिनै मान्छेले सिग्नेचर गर्नुभएको थियो। जुन सन्धि सम्झौता महाकाली बेचिएको थियो तिनैमा सिग्नेचर गर्ने पहिलो व्यक्ति यिनै हुन्, पूर्व सभामुख देवराज घिमिरे। अहिले चर्चाको विषय बनेको छ नि त, महाकाली बेच्यो कसले कसले? यिनै मान्छेले बेचेको थियो। ल हेरौँ त, महाकाली सुदूरपश्चिमकै धरोहर हो। ल हेर्नु, 52 ढोका थिए यसमा। यो पुलमा जम्मा 52 ढोका थिए, जुन मध्ये 26 ढोका नेपालको, 26 इन्डियाको थियो। बीचमा नेपाली झन्डा र भारतको झन्डा फहराइन्थ्यो। यही हो महाकाली सन्धि सम्झौता। 53-54 2053-54 मा महाकाली सन्धि सम्झौता भएको यही हो। र यिनै मान्छेले सन्धि सम्झौतामा पहिलो सिग्नेचरकर्ता, हस्ताक्षर गर्ने मान्छे यिनै हुन्। ल हेर्नु, महाकाली सन्धि सम्झौताको पहिलो सिग्नेचरकर्ता यिनै हुन्। ल हेर्नु होला।